चाहिँ हामी चितवनको लागि हामी जाँदैछौँ है त सर्ट सरेर चितवन देखिरहेको छ। ओके यो मिलाउँ। मेरो त यस्तो अवस्था छ। अझै हामी पिछली खोलामा आइपुग्यौँ। भन त ठिकै होला। 2 hours later. अहिले चाहिँ हामी खाना खान आँटेको। मुगलिन चितवन इच्छा कामना 5 खाना खानु कति बजी हाम्रो 11:15 भयो। खाना खाँदाखेरि 12 बज्छ। 3-4 बजीतिर पुग्छ आज। अनि आराम मात्र गर्नुहुन्छ भोलि हामी चाहिँ यता खानपिनमा अब बस्छौँ। चिकनसँग दालमा घिउ हालेर दहीसँग। पचायो भनेको त दिदी खाना छ। Tomorrow. ओके ल अब हामी खाना खाइएर मुगलिनमा खाना खाइएर अब चाहिँ हामी लाग्यौँ कतातिर भन्दाखेरि हामी अब सिधै पन्जा नलाउनु पर्ला है बुढी अहिले गर्नु पऱ्यो। फेरि हात तर लाउँछु, हात कालो त्यत्तिकै नि कालो झन् कालो होला। हामी खाना खाएर मुगलिन नै भन्छ यसलाई।
मुग्लिन नै मुग्लिन भन्दो रहेछ मुग्लिन अब हामी चितवनतिर लाग्यौँ यो बसले साथीहरू अब यस्तो गर्नु पर्दैन हैन बुढीको आग्रहमा हामी के गर्न जाँदैछौँ गैँडा हेर्नु जाँदैछौँ गैँडा चाहिँ कहाँ छ अब यहाँ छ हामी अब नजिकबाट हेर्नेछौँ है त पहिला सुरु टक्कर राखेर ल ल बस्नु बुढी अहिले भाइसक्छ गैँडा फेरि अहिले अर्को गैँडाको बच्चा यहाँ आउँदैछौँ हामीले गैँडा हेरिसकेको छौँ अब हात्ती हेर्नु जाने आज हात्ती अघि देखिन्छ है तर हात्ती त अघि पनि बाटोमा बसिरहेको थियो त
जङ्गल एक्टिभिटिज बुकिङ काउन्टर ए अहिले बन्द भइसकेको दिदी यो बन्द भइसक्यो हो टिकट काट्नुको लागि भोलिको लागि कति छ भनेर बुझ्नुलाई ए यतापट्टि छु मान्छे छैन त्यहाँ टिकट काट्ने ठाउँ चाहिँ कता हो उयो रहेछ डुङ्गा भोलिको गाइडहरूको पनि दिनुपर्छ गाइड लग्नै पर्ने कसरी लाग्छ गाइड गर्नु अहिले यो बाटो गयो भने कहाँ पुग्छ ए हो अहिले यतिकै हेर्नु मिल्छ है गएर यहाँ पर उस छ के यहाँ टिकट हेर्ने ठाउँ छ बुकिङ गर्नुपर्छ होला भोलिको लागि अनि ठ्याक्क यहाँबाट यो भयो यहाँ हुँदै अनि हामी भोलि चढ्ने बोटिङ चढ्ने भनेको यहाँबाट चढेर अघि पर थियो नि हो त्यो ठाउँमा उस गरिदिन्छ चल उतासम्म हेर्नु न ठ्याक्क भोलि चाहिँ के गर्नु न अब धेरै किन उसको राख्नु होइन 32 भनेको ठिकै हो अब एक दुई सय उनीहरूले नि त यसो आय आर्जन गरोस् भनेर हुन्छ नि त बोटिङ आवाज भाइ एकछिन यता यसो हेर्नु मिल्छ है हुन्छ यहीँसम्म यो डुङ्गा भाषामा जानु मिल्छ ल मैले अब चाहिँ याद आयो कि अस्तिको पालि आउँदाखेरिको तिमीलाई डेन्जर लाग्यो ल है त हामी दुईजना चाहिँ अब चितवन भोलिको लागि भोलि बोटिङ गर्ने भनेर आएको छौँ ल यो डुङ्गा त उब्रे होला परबाट डुङ्गा फर्काउँदै हुनुहुन्छ ल ल थारू कल्चरल डान्स हेर्नु भरे हामी यसरी नाचेको हेर्नेछौँ है त यो चाहिँ अवस्था रहेछ कत्रो ठुलो हौ छेपाहरू पनि पालेर राखेको जस्तो ल बुवाल रहेछ त नि ठिकै यस्तो बुवाल पनि हेर्नु फेरि ल गाइस आउनु त सट्ट यसो एक राउन्ड हेरौँ त्यहाँबाट यस्तरी गएर अनि आउन सौरा थारू भिलेज त्यो माथि पनि बस्नु मिल्ने हो क्या ल बुढाबुढी सर्ट कस्तो दामी रहेछ है के रहेछ त्यो मात्रै एउटा निकालेर बाँच्न आउँछ यहाँ पनि ए मजाले रहेछ है त ल के भन्छ यसलाई के फुल भन्छ थाहा छ यहीँ खाएर जाऊँ ल केही खाइहाले पनि ल अनि उता खाना नखाने यहीँ खाने अनि
अहिले चाहिँ यो तरिकाले है विदेशको घर जस्तो छ है। यो त उहाँ बस्दा एकचोटि त्यहाँ पर गएर त्यहाँ पर गएर यता हेर त नि र त्यसरी ल बब्बाल रहेछ भरे पनि यहीँ होला ए भरे चाहिँ यहाँ पो रहेछ त हैन भरेको लागि तयारी बार्बिक्यूको लागि रहेछ बब्बाल है त Done.